एमालेले अहिले यस्तो घातक मिसन चलाएको छ कि सारा दुनियाँ हाँस्नेछन्। एमालेको हाई कमान्डबाट प्रशिक्षण सुरु गरेको छ र कार्यकर्तालाई भन्न सिकाएको छ पहिले संसद भवन चल्यो अनि मात्रै गोली चल्यो। पछि गोली चल्यो। मलाई थाहा छ पहिला संसद चल्यो पछि गोली चल्यो। अनि त्यसको ठ्याक्कै तल्लो तहसम्मका कार्यकर्ताहरूमा जस्ताको त्यस्तै कपी भइसकेको छ र जे सिकायो उनीहरूले त्यही नारा लगाउन थालिसकेका छन्। नेकपा एमाले संगठनमा आधारित पार्टी हो जहाँ नेताले जस्तो सिकायो कार्यकर्ताले ठ्याक्कै त्यसको कपी गर्छन् र व्यवहारमा लागू गर्छन्। सत्य के हो त्यो बुझ्न उनीहरूलाई जरुरी हुँदैन, बस नेताको आदेश परिपालन होस्। हुन त कम्युनिस्टहरूको चरित्र नै यस्तै हुन्छ कि हाई कमान्डले जे भन्यो ठ्याक्कै मान्ने मात्रै असल कार्यकर्ता हुन्। अहिले एमालेले सिकाएको र गरिरहेको यी हरकतहरू सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ। लाग्दो हो समाज अझै पनि ढुङ्गे युगमै छ। तर भदौ 23 को जेन्जी विद्रोह एक सचेत युवा राजनीतिक सोचहरूको एक्सन थियो भन्ने यिनीहरूले त्यस बेला त चाल पाएनन्, अहिलेसम्म पनि चाल पाएका छैनन्। भदौ 23 मा बानेश्वरमा निषेधित क्षेत्र तोडिएपछि प्रहरीले गोली चलाएको थियो र 19 जना निष्पाप बच्चाहरूलाई कमिला मारे झैं सरकारले मारेको थियो। अहिले पनि सयौं युवाहरू घाइते जीवन बाँचिरहेका छन्। तर जेन्जी युवाहरूको बलिदानीलाई जोक बनाएर एमाले नाम गरेको पार्टीले विषयलाई ट्विस्ट गरिरहेको छ। 23 गते गोली हानी बच्चाहरूको हत्या गरेको क्रूर नरसंहारकारी ओली सरकारका विरुद्ध प्रतिकार हुँदा र दम्भी ओलीले पदबाट राजीनामा नगर्दा भोलिपल्ट 24 गते राज्यले क्षति बिहोर्नु परेको जगजाहेर छ। तर दिउँसै रात पार्ने गरी एमालेले भ्रम फिजाउन सुरु गरेको छ। निर्वाचन नजिकै गर्दा एमालेको वातावरण बिग्रेको देखेपछि यिनका नेताहरूले यस्तो चाल बुन्न थालेको देखिन्छ। तर जेन्जी त धेरै ओरको कुरा। अहिलेका बा आमाहरू पनि सामाजिक सञ्जाल र बिना कुनै रङ रोगनका जस्ताको त्यस्तै समाचार सुनेर देशको वास्तविक अवस्थाबारे छर्लङ्ग छन्। जनतामा एमालेले छर्न खोजेको यो भ्रम केवल सामाजिक सञ्जालमा ट्रोल मात्रै बनिरहेको छ, मानिसहरूका लागि मनोरञ्जनका साधन मात्रै बनिरहेका छन्। यति हुँदाहुँदै पनि एमाले नेतृत्वले आत्मसमीक्षा गर्नुको साटो उल्टै कथालाई मोड्ने, दोष पन्छ्याउने र भावनात्मक नारा उछाल्ने काममै केन्द्रित देखिन्छ। तर समय बदलिएको छ। सूचना लुकाउने, तथ्य बङ्ग्याउने र एउटै कुरा 100 पटक दोहोर्याएर सत्य बनाउने खोज्ने राजनीति अब सहज छैन। सामाजिक सञ्जाल, स्वतन्त्र मिडिया र सचेत युवा पुस्ताले हरेक दाबीलाई प्रश्न गरिरहेका छन्। जनताले देखेको, भोगेको र अनुभूति गरेको यथार्थलाई कुनै प्रशिक्षणले सायद मेट्न सक्दैन। सत्य ढिलो चाँडो सतहमा आउँछ नै। त्यसैले भ्रमको खेती गरेर सहानुभूति बटुल्ने रणनीति दीर्घकालीन रूपमा उल्टै नेकपा एमाले नाम गरेको पार्टीलाई